Hello guys, get ready with me. अब रेडी होला मसँग बोल्दै ओके। यो चाहिँ मेरो फर्स्ट भिडियो हो त्यसैले मलाई बोल्न पनि आउँदैन सो डोन्ट माइन्ड गाइज। दिस इज माई आउटफिट एन्ड टुडे आई एम वान गो आउटसाइड द्याट्स वाइ। हामी चाहिँ आज बाहिर जाने प्लान भएको थियो, बाहिर खाने भन्ने प्लान भएको थियो, त्यसैले म चाहिँ रेडी भएर जान लागेको छु। यहाँ जति पनि नेपालीहरू छन् त्यो सबै आज बाहिर खाने सबैजनाको प्लान भएको थियो। गाइज मलाई चाहिँ त्यति मेकअप पनि गर्नु पर्दैन, सो यहाँ नर्मल मेकअप गऱ्यो अनि अलिअलि स्किन केयर एन्ड यहाँ सक्यो। गाइज म चाहिँ हेर्दा हेर्दै 1 वर्ष हुन लागेको छ होइन कोरियाको, एन्ड मलाई चाहिँ यस्तो लाग्छ कि मैले के गर्नै सकेको छैन एन्ड आइ एम ट्राइङ माई बेस्ट। एन्ड कोरिया आएर चाहिँ मेन चाहिने भनेको ल्याङ्ग्वेज हो र मेरो पनि त्यति राम्रो ल्याङ्ग्वेज पनि छैन। यहाँ सिक्दामा काम गर्न पनि सजिलो छैन एन्ड यहाँ पाउने बेलामा गऱ्यो नत्र भने बस्यो, त्यस्तै हो। भ्याकेसन पनि आउन लागिसक्यो, काम पाउँछ नपाउँछ ठेगान छैन होइन गाइज। ल आज चाहिँ हाम्रो आवाजी बुढा छ जसले चाहिँ हामीलाई तल बाहिर खुवाउन लाने भनेको थियो, अनि त्यसैले हामी चाहिँ आएको हो। यहाँ चाहिँ बुफेको लागि स्पेसल जति खायो त्यति खान पाइन्छ क्या, अनि त्यसैले आएको अनि रमाइलो छ। अनि हाम्रो होस्टेलमा पनि अब नयाँ पालि नेपाली भइसकेपछि त अब नेपाली नबोल्ने त हुँदैन, नेपाली बोल्ने बस्ने त्यस्तै गरेपछि होइन इम्प्रुभ हुन्छ भन्ने चाहिँ नसोचे पनि हुने रहेछ क्या। त्यो नेपाली भएपछि बोल्यो नेपालीमै जे जाँदा पनि अब साथी भयो नि त। अब एक्लै भए पो ल साथी बनायो, कोरियन साथी बनायो, ल्याङ्ग्वेज बोल्यो भन्नु नेपाली साथीसँग बोल्यो त्यतिकै बस्यो भएपछि ल्याङ्ग्वेज पनि इम्प्रुभ नहुने रहेछ। हेर्नुहोस् गाइस, ल्याङ्ग्वेज इम्प्रुभ हुन्छ भन्ने चाहिँ नसोच्नुहोस्, बरु पढेर आउनुहुन्छ भने नेपालबाटै पढेर आएको बेस्ट हो भन्न चाहन्छु। मैले चाहिँ यसरी भोइस कभर गरेर भिडियो पनि बनाएको थिएन कि, सो म चाहिँ नर्भस हुन्छु कि यसरी भोइस कभर गर्दा। मलाई चाहिँ पब्लिकमा भिडियो बनाउनु पनि अलि लाज लाग्ने त्यस्तो हुन्छ एन्ड आइ एम ट्राइङ माई बेस्ट। मलाई चाहिँ यसरी भिडियो बनाउनु चाहिँ मलाई एकदम रहर लाग्थ्यो पहिल्यैदेखि एन्ड आइ एम ट्राइङ माई बेस्ट गाइज, डोन्ट माइन्ड। यसरी भिडियो बनाऊ भनेर चाहिँ मेरो दिदीले एकदम इन्करेज गर्नुहुन्छ क्या। त्यसैले दिदी चाहिँ मेरो बेस्ट सपोर्टर हो जस्तो लाग्छ। मेरो दिदीहरू हुनुहुन्छ जसले चाहिँ मलाई यो बनाऊ हाल भन्नुहुन्छ क्या, किन लाज लाग्नु पर्यो भन्नुहुन्छ। अनि त्यसैले म उनीहरूको लागि जे भए पनि बरु जस्तो भए पनि बनाउँछु भन्ने आर्ट चाहिँ आउँछ। गाई चाहिँ साथीहरूले के भन्छ होला, मैले यो भिडियो हालेँ भने के भन्छ होला भन्ने जस्तो लाग्छ। तर मेरो दिदीहरूको लागि चाहिँ म जे पनि गर्न सक्छु उनीहरूको लागि भनेर म भिडियो मिहिनेत गरेर बनाउँछु होइन। पहिला त मलाई यहाँको खाना पनि मन पर्दैन थियो, अहिले चाहिँ मलाई कोरियन फुडहरू पनि धेरै मनपर्छ। एन्ड पहिला आउँदा चाहिँ सबै गुलियो हुने, त्यस्तो केही नखाने क्या, भात मात्र जाँदा पनि भात मात्र खाने त्यस्तो मात्र गर्थ्यो। अहिले चाहिँ सबै मनपर्छ। म चाहिँ कोरियन फुडहरू पनि सबै इन्जोय गर्छु। आजभोलि चाहिँ साथीहरू चाहिँ धेरै नै बनाएको बेस्ट हो क्या। सबैसँग फ्रेन्डली भयो हिँड्यो भने चाहिँ होम सिकनेस हुँदैन। आफूसँग फ्री टाइम छ भने बाहिर जाने, यसो घुम्ने, साथीहरूसँग इन्जोय गर्ने, त्यस्तो गऱ्यो भने मेमोरी या गाइज साथीहरूसँग पनि इन्जोय गरेँ। हाम्रो चाहिँ यस्तै गए दिन। चाहिँ के सजेस्ट गर्न चाहन्छु भने फ्री टाइम हुँदा चाहिँ यसरी नै घुम्ने त्यस्तो गर्नुपर्छ क्या, नत्र भने डिप्रेस हुने त्यस्तो हुन्छ। त्यसैले कलेज जाने काम गर्ने पनि हो अनि घुम्ने पनि हो। हामीलाई चाहिँ मिटिङ भनेर होइन त्यो बच्चाहरूलाई खेल्ने ठाउँमा त्यो गेमिङहरू त्यो कोरियन गेमहरू खेलाउने ठाउँमा लग्यो क्या। हामीले चाहिँ कोरियन गेमहरू पनि धेरै ट्राई गरेँ, खेलेँ पनि। यो दिन स्पेन्ड गरेको सबै टाइमहरू चाहिँ मैले नेपालमै फिल गरिरहेको जस्तो प्रेजेन्स फिल भइरहेको थियो। मलाई चाहिँ जे गरिरहेको छु नेपालमै बसेर गरिरहेको छु जस्तो फिल भयो। त्यही हो, रमाइलो गरेँ। त्यत्तिकै बसिराख्नु भन्दा चाहिँ यसरी बेलामा बाहिर जाने घुम्ने चाहिँ गर्नु, इन्जोयमेन्ट पनि चाहिन्छ कि। त्यसैले इन्जोय पनि गर्ने, काम पनि गर्ने, दुःख पनि गर्ने अनि दुःख पनि गर्ने, राम्रोसँग हेर्ने। या गाइज म चाहिँ भिडियोको अन्तिममा आइसकेको छु। भिडियो त्यति राम्रो चाहिँ हुन सक्दैन, त्यसैले डोन्ट माइन्ड भन्न चाहन्छु। यो मेरो फर्स्ट ट्राई भिडियो भएकोले त्यति राम्रो पनि गर्न सक्दिनँ। सो या गाइज यो दिन चाहिँ हामीले खाएँ
घुमे खेले धेरै रमाइलो लाइफको हरेक मोमेन्ट चाहिँ इन्जोय गर्नुपर्छ भन्नेको साथ भिडियोलाई पनि सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। या गाइज म चाहिँ अन्तिममा आइपुगिसकेको छु। या गाइज नेपालमा हुनुभएको वा कोरियामा हुनुभएको सबैजनालाई धन्यवाद भन्न चाहन्छु। सो या बाई सपोर्ट गरिदिनु होला। भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु भएकोमा चाहिँ सबैजनालाई धन्यवाद भन्न चाहन्छु। बाई गाइज सी यू अन नेक्स्ट भिडियो।